नमस्कार, यथार्थ खबरमा तपाईहरुलाई स्वागत छ। आज दिनभरिका घटनाका साथ यहाँहरुमाझ उपस्थित भइसकेको छु। सुरु गरौं आज दिनभरिका समाचारका शीर्षकहरुबाट। उम्मेदवारले एउटै प्रकृतिका 2 खाता खोल्न सक्ने। आयोगले छाप्न थाल्यो प्रत्यक्षतर्फको मतपत्र, 15 दिनभित्र छापिसक्ने तयारी। बालेन शाह विरुद्ध निर्वाचन आयोगमा उजुरी, कारबाहीको माग। गाडीबाट बालेन समर्थकहरू खस्दा नेपालगञ्जमा 5 जना घाइते। कल सेन्टरमा जिज्ञासाका चाङ, मतदाता नामावली र आचार संहितामा बढी चासो। वर्षा र हिमपात गराउने प्रणाली भोलि नेपाल भित्रिँदै। आचार संहिता उल्लङ्घन गरेको उजुरीका आधारमा आयोगबाट 8 वटा स्पष्टीकरण माग। कार्यालय प्रमुख सहित 6 जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर। दल र उम्मेद्वारको चुनावी खर्च निहाल्न तोकिए अनुगमन अधिकृत। 4 वटा जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने सरकारको निर्णय। कागज गरेर साइबर ब्युरोबाट छुटे स्वागत नेपाल। पूर्व राजा शाहले गरे जानकी मन्दिरमा पूजा। दर्शकबिन, तपाईहरुलाई आजको समाचार कस्तो लाग्यो त? यस्तै ताजा समाचारका लागि हाम्रो च्यानललाई लाइक, फलो, कमेन्ट गर्नुहोला। धन्यवाद।